बानरहरूमध्ये रत्न समान सुग्रीवले सबै बानरहरूलाई भेला गरेर जनकनन्दिनी सीताको खोजीमा तत्पर भई उनीहरूलाई सबै दिशाहरूमा पठाए। त्यसपछि लङ्कामा रहेकी सीतालाई त्यति टाढाबाट पनि देख्न सक्ने गिद्धराज सम्पातिको सल्लाह अनुसार महाबली हनुमानले भारतवर्षको मुख्य भूमि र लङ्काको बीचमा रहेको 7 योजन चौडा नुनिलो समुद्र उफ्रेर पार गरे। राक्षसराज रावणद्वारा शासित लङ्का नगरीमा पुगेर उनले त्यहाँ अशोक वाटिकामा थुनिएकी र श्रीरामको चरणकमलमा ध्यानमग्न रहेकी सीतालाई भेट्टाए। श्रीरामले दिनुभएको चिनो स्वरूप औँठी उनलाई दिएर राम र सुग्रीवको मित्रता तथा शत्रु दाजु बालीको वधपछि सुग्रीवको किष्किन्धामा राज्याभिषेक भएको खबर सुनाए। अत्याचारी रावणको अन्त्य गरेर पति चाँडै लिन आउनेछन् भनी जनकनन्दिनी सीतालाई ढाडस दिएपछि हनुमानले बगैँचाको बाहिरी द्वार तोरण भत्काइदिए। त्यस क्रममा 5 सेनापतिहरू, 7 मन्त्री पुत्रहरू र वीर अक्षय कुमारको संहार गरेपछि रावणका जेठा छोरा मेघनादले प्रहार गरेको ब्रह्मास्त्रको बन्धनमा उनले आफूलाई बाँधिन दिए। ब्रह्माजीको वरदान अनुसार केही समयपछि त्यो अस्त्रको प्रभाव स्वतः हट्छ भन्ने थाहा भए तापनि रावणलाई भेट्न उत्सुक वीर हनुमानले आफूलाई बाँधेर रावण समक्ष लैजाने राक्षसहरूको व्यवहार जानी जानी सही रहे। मिथिलाकी राजकुमारी सीता बस्ने ठाउँलाई छोडेर बाँकी सम्पूर्ण लङ्का नगरीमा आगो लगाइसकेपछि महान बानर हनुमान सीता भेटिएको सुखद समाचार श्रीरामलाई सुनाउन सोही बाटो भएर किष्किन्धा फर्किए। त्यहाँ महात्मा श्रीरामको नजिक पुगी सम्मानस्वरूप उहाँको परिक्रमा प्रदक्षिणा गरेर अमित बुद्धि भएका हनुमानले आफूले सीतालाई वास्तवमै देखेको कुरा विनम्रतापूर्वक निवेदन गरे।